हेलो नमस्कार सबैजनालाई। ल हेर्नुहोस् नयाँ नयाँ केक डिजाइनहरू, डल केक नयाँ डिजाइनमा बनेको छ। कस्तो छ कमेन्ट, लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई। यो पनि बार्बी डल बटरफ्लाई केक डिजाइनमा रहेको छ। 3 पाउन्डमा रहेको छ। यो स्ट्रबेरी क्रस हालेको। अर्डर गर्नु छ भने सम्पर्क गर्नुहोला, कमेन्ट गर्नुहोला। यो डार्क चकलेट र व्हाइट फरेस्ट चकलेट हो। हाफ केजीको हाफ पाउन्डमा कस्तो छ भनिदिनु होला। यो तपाईँको यो नयाँ डिजाइन अहिले आएको चलिरहेको किटक्याट विथ ओरियो डिजाइन भएको नयाँ डिजाइन छ। यो चाहिँ हाम्रो हाफ चकलेटमा रहेको थियो। 3, 2, 5, 6 पाउन्डको केक। माथि चाहिँ फोटो भएको कारणले त्यहाँ नहालेको। यस्तै किसिमको केक डिजाइनहरू हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सपोर्ट गरिदिनु होला। च्यानललाई मोनिटाइज गर्नु छ। यो पनि बार्बी केक हो। 3 पाउन्डमा भेनिला केक सिम्पल डिजाइनमा बटरफ्लाई हालेर। यो चाहिँ अस्ति क्रिसमसमा बनाएको केक हो, क्रिसमस केक। सिम्पल डिजाइनहरू पनि भेनिलामा गार्निसमा कस्तो रहेको छ होला भनिदिनु। लाइक कमेन्ट सेयर गरिदिनु। तपाईँहरूले यसो लाइक कमेन्ट सेयर गरिदिनु भयो भने म मोटिभेट हुन्छु अझै धेरै भिडियो बनाउनुको लागि। यो पनि डिजाइनको यो चाहिँ डिजाइन नेटबाट मगाएको थियो। यो डिजाइन चाहिँ मैले आफैले निकालेको हो। नयाँ डिजाइन कस्तो छ भनिदिनु होला। 1.5 पाउन्डमा रहेको छ। यो फ्लेभर चाहिँ तपाईँको यो भेनिला केकहरू कस्तो छ हेरिदिनु होला। 600 रुपियाँ गोटा भेनिलामा नयाँ डिजाइन। लाइक कमेन्ट सेयर गरिदिनु होला मेरो च्यानललाई। चकलेट केकहरू हेर्नु त, डार्क चकलेट, फुल चकलेटमा। तपाईँहरूलाई चाहिएकोमा सम्पर्क गर्नुहोला। भेनिला केकहरू नयाँ डिजाइनमा, नयाँ डेकोरेसन कसरी बनाउने सिक्नु छ भने मलाई भन्नु, कमेन्ट गर्नु होला। हम सबको सब्सक्राइब कीजिए, लाइक कमेंट शेयर सब्सक्राइब। प्लीज़ सब्सक्राइब माय चैनल। डार्क चॉकलेट 2 पाउंड, ब्लूबेरी एंड हाफ चॉकलेट, हाफ डार्क चॉकलेट कस्तो छ भनिदिनु होला। यसै किसिमको नयाँ डिजाइनहरू हेर्न मन लाग्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नु। स्पाइडरम्यान केक रहेको छ। यो 1.5 पाउन्डमा थियो। हाम्रो 1.5 पाउन्डमा रहेको थियो। यो चाहिँ बार्बी डिजाइन अहिलेको चलेको डिजाइन भनेको यो बार्बी डल यो 2 पाउन्डमा रहेको छ हाम्रो। यस्तै किसिमको भिडियोहरूलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब।